हेलो नमस्ते गुड मर्निङ एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु म पनि सन्चै छु म चाहिँ आज अलिकति ढिलो उठेँ किनभने हिजो मलाई सन्चो थिएन त्यही भएर मैले हिजो भ्लग पनि हालिनँ आजदेखि चाहिँ म सुरु गर्दैछु भ्लगलाई होइन आँखाहरू सुन्निरहेछ सन्चो छैन अनि घाम कस्तो मजाले टिलिक्क टल्किरहेको छ अब चाहिँ म उठेर फ्रेस भएँ अनि अब म किचनमा गएर तातो पानी तताएर खान्छु अनि दुध आइसकेपछि चिया बनाएर आमा बुवा भुमराज नौरवलाई दिन्छु अहिले हामी घरमा 6 जना आमा बुवा बडो अनि भुमराज नौरव म 6 जना मात्रै छौँ वी मिस यु जेनिस रेणुकाइदे अब आज म चाहिँ के गर्छु भने हेयर मास्क बनाउँछु त्यो पनि म कसरी बनाउँछु भनेर देखाउँछु ल नौरव भुमराज सुतिराख्नु भएको छ आज शनिबार उनीहरूलाई सुत्नु दिएको मैले हिजो मलाई सन्चो नभएर म हिजो सुतिरहेको थिएँ अब म किचनमा छिर्छु मैले चाहिँ मास्क बनाउनुको लागि पानी उमाल्दैछु अनि अलिकति यो तपाईँको यसलाई के छ आलस भन्छ यो आलसलाई यहाँ हालेर 10-15 मिनट उमाल्छु त्यसै गरी यहाँ चिया पनि बन्दैछ मेरो तातो पानी पनि रेडी भयो अनि यसरी बुलुक बुलुक हुँदैछ मैले यो आलस हालेँ बिहानदेखि कराएको राधे राधे अहिले म पठाएको छु म घुमेर आइन काली आओ छिटो बोल्नु छिटो अब बोल्नु यहाँ चाहिँ मैले आलस र घिउकुमारीलाई मिक्स गरिसकेँ होइन अब म यो चाहिँ अब कपालमा लगाउँछु म चाहिँ नुहाइधुवाइ गरेर सबै काम सकाएर अब ड्युटी जानको लागि रेडी भइसकेको छु है आज चाहिँ भुमराज ड्युटी जानुहुँदैन किनभने उहाँको आज छुट्टी छ मेरो छुट्टी छैन कस्तो घाम लागेको आँखा हेर्नु पनि अप्ठ्यारो भइरहेछ म काम सबै सक्यो भन्दा नि आज मैले घरमा त्यस्तो केही कामै गरिनँ खाना सब्जी भुमराजले नै बनाउनु भयो अब म ड्युटी जान्छु ड्युटीमा आज म एक्लै हुन्छु जोसानीको आज छुट्टी छ मेरो प्यारा सबै काम गर्दै हुनुहुन्छ मेरो लागि त खाजा रेडी गर्दै हुनुहुन्छ बिचरा गलेर रुगा खोकी लागिरहेछ बिरामी भइराख्नु भएको छ मेरो लागि खाजा रेडी गरिदिनु भएको थ्याङ्क यू सो मच यहाँ चाहिँ पानी परेर म चाहिँ ड्युटीदेखि घर फर्किँदैछु पानी पर्दैछ थाकै तनुहारमा म घर आइपुगिसकेँ अब चाहिँ म ड्रेस चेन्ज गर्छु हजुर उहाँ चाहिँ एकदम डिलिसियस खाना बनाउँदै हुन्छ के बनाउँदै हुनुहुन्छ म ड्युटीबाट आइसकेपछि चाहिँ उहाँको करामत के बनाउनु भएको सानो सरप्राइज हो तपाईँलाई मेरो श्रीमानजीको सरप्राइज एकछिनमा देखाउनेछु है यता हेर्दै न एकचोटि मर्की लागेर गर्नुहुन्छ यहाँ मामा श्रीमानज्यूले नौरवको मामा मेरो श्रीमानजीले के बनाउनु भएको बेबी हो अब यहाँ चाहिँ चिकन चिल्ली हुनुपर्ने ठाउँमा यहाँ पोट्याटो चिल्ली हो वाउ लाइन पनि आयो यस वाउ लुकिङ सो डिलिसियस फुड मेकिङ बाई माई हस्बेन्ड उहाँको खाना त्यसै गरी यो मेरो खाना मलाई चाहिँ खाना धेरै भयो अर्को पनि खाना बनाउनु सब्जी बनाउनु भएको छ यहाँ के छ बेबी यसमा साग छ बोडी छ अनि घिरौला छ त्यसपछि भिन्डी छ वाउ जिनी नौरवे मेरो भिडियो पनि आउने मान्छे अनि अब म पनि खान्छु मिठो मिठो तपाईँहरू खाना खाइसक्नु भयो होला वाउ माम यो आलु हिजो त चिकन थियो आज त आलु हो त ये दिए खाए
मिठो छ हामी पनि रेस्टुरेन्ट खोल्नुपर्छ कि हो साथीहरू रेस्टुरेन्ट खोल्यौँ भने चाहिँ आउनुहोस् ल बुढाको रेस्टुरेन्ट भनेर हाल्नुपर्छ मिठो भयो खाँच्छु यो फर्स्टमा मैले मुख धोएर आइसकिसकेँ मेरो कजरव्याक्सको सेल्सालिक एसिड क्लिन्जरले त्यसै गरी म एप्लाई गर्न गइरहेको छु टुकु बुकु ठोनर यस कसरी देखाउँछ हौ यसरी देखाउँछ होइन म यो एप्लाई गरिहाल्छु माई आर्म्स लुक एट माई आर्म्स नौरा भन्दा नि ठुलो छ तपाईँलाई पनि जिम जानुहुन्न नक्कली भिडियो बनाउनुहुन्छ कसरी तपाईँ जिम जानुहुन्न म जिम जान्छु त कहिले जानुहुन्छ अब छिटै छिटै कहिलेदेखि भन्नुभएको थाहा छ रेनको बिहेभन्दा अगाडिदेखि भनेको त्योभन्दा अगाडिदेखि भनेको होइन फागुनदेखि होइन फागुनदेखि भनेको दिनमै खानु चाहिँ खाँदिनँ भयो मैले अघि खाइसकिसकेँ यो खानु लिनु जिम गर नो भोलिदेखि प्रोटिन बनाइदिउँ यसकै खुच्चेलो प्रोटिन बनाइदिने मलाई के हुन्छ मलाई थाहा छैन मलाई पनि थाहा छैन प्रोटिनमा के दिन्छ भनेर एउटा थाहा छ कार्बो हुन्छ होला अनि के हुन्छ कार्बो हुन्छ हुन्छ हो हुन्छ त हुन्छ आजदेखि चाहिँ म प्रपरली स्किन केयर गर्नु गइरहेको छु अस्ति चाहिँ अलिक गर्नु छोडिरहेको थिएँ कि आजदेखि चाहिँ अलिक गर्न पर्यो दुई चुल्ठी बाटेर ग्याजिलो खैमा सिरैमा सिर फुली नकेमा ए मनमा न्याउरी ए वनमा न्याउरी मैले स्किन केयर पनि गरिसकेँ होइन अझ आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला कमेन्ट पनि गरिदिनु होला प्लिज यो मेरो भिडियोमै नआउने मान्छे चाहिँ किन आइरहेको छ यहाँ थ्याङ्क यू सो मच फर वाचिङ बाई किप सपोर्टिङ किप लभिङ नो सब्स्क्राइब नगर्नु मेरो दुश्मन बाई बाई टेक केयर फेरि पनि भोलिको ब्लगमा भेट्नुपर्ने हुन्छ हजुरहरूसँग हजुरको माया साथ सपोर्ट सधैँ मैसँग रहिरहोस् तपाईँहरूको आशीर्वाद सधैँ यहाँ शिरमा रहोस् भन्न चाहन्छु हस् बाई